देशको अवस्था अनुसार चाहिँ अहिलेको अवस्थामा चाहिँ नारायण काजी श्रेष्ठ उपयुक्त पात्रको रूपमा चाहिँ हरियोनमा यो सरलाई क्षेत्र नम्बर 3 को चाहिँ उपयुक्त पात्रको रूपमा चाहिँ हामीले लिएका छौँ र उहाँलाई जिताउने चाहिँ हामी लाग्ने भन्ने त्यो ढङ्गले सरसल्लाह भएर लागिरहेको छ। वास्तवमा चाहिँ अहिलेको राष्ट्रिय आवश्यकता अनुसारको उम्मेदवार चाहिँ नारायण काजी श्रेष्ठ उपयुक्त पात्र हो भन्ने हिसाबले जनताले बुझाएको छ। यस क्षेत्रबाट चाहिँ धेरै जस्तो म चाहिँ यो तारा छापमा नारायण काजी श्रेष्ठ जिताउने त्यो सबै लाग्ने भनेर सबैले मत दिने भन्ने कुरा त्यो ढङ्गले बुझाएको छ, त्यो ढङ्गले लागिरहेको छ। हामी चाहिँ नारायण काजीले जुन ढङ्गले देशको परिवर्तन, देशमा सुशासन स्थापित गरेर जुन ढङ्गको नेतृत्व स्थापित गरेर देशको विकास गर्नुपर्छ र यो देशमा रहेको यो भ्रष्टाचारको कारणले चाहिँ धेरै युवाहरू विदेशिनु पर्ने जुन बाध्यतात्मक स्थिति सिर्जना भएको छ, यो परिस्थितिलाई अन्त्य गराउँदै देशमा सुशासन सहितको शासन प्रणाली भइदियो भनेदेखि चाहिँ देशका युवाहरूले यी स्वरोजगार हुने र यी रोजगारको सिर्जना हुने अवस्था सिर्जना हुन्छ र धेरै युवाहरू यी नेपालमा बस्ने वातावरण सिर्जना हुन्छ भन्ने कुरा चाहिँ जनता बिचमा हामी त्यही कुरा लगिरहेको छौँ हैन। जनताले पनि वास्तवमा चाहिँ हामी त्यो ढङ्गको नेतृत्व हामीले अपेक्षा गरेको थियो, त्यो ढङ्गको पात्र चाहिँ अहिले चाहिँ सरलाहीको क्षेत्रमा तिनले पाएको छ भनेर खुसी छ जनता चाहिँ।